हेलो साथीहरू, दर्शक नमस्ते, सेवारो सबैजनालाई। हामी कसैको पनि कुनै पनि बेलामा हाम्रो प्रोफाइलमा समस्या आएको हुनसक्छ। यस्तो देखाउँछ कि हाम्रो प्रोफाइलमा चाहिँ युर प्रोफाइल सम इस्यु भन्छ, अथवा युर प्रोफाइल ह्याज सम इस्यु, अथवा युर प्रोफाइल लोस्ट सम मोनिटाइजेसन टुल्स भने हुन्छ, अथवा युर प्रोफाइल अर्निङ लिमिट भनेर यस्तो यस्तो इत्यादि समस्याहरू देखा हुन्छ। त्यहाँनिर येल्लो कलर येल्लो लाइन पनि दिएको हुन्छ, अथवा रेड लाइन पनि दिएको हुन्छ होइन। त्यो कारणहरू चाहिँ किन आउँछ, त्यस्तो समस्या के कारणले आउँछ भन्ने कुरा थाहा पाउनुको लागि यो भिडियो पुरा हेर्नुहोस् होइन। यो भिडियो पुरा हेर्नुभयो भने तपाईँलाई पनि फाइदा हुन्छ, मलाई पनि फाइदा हुन्छ। आउनुहोस्, तपाईँहरूलाई मैले स्क्रिनसटमा लगेर देखाउने छु। ल साथीहरू, यहाँनिर देख्न सक्नुहुन्छ, मैले अघि नै भनिहालेँ योर प्रोफाइल ह्याज सम इस्यु भनेर भनेको हुन्छ भनेर यहाँनिर देख्न सक्नुहुन्छ है, त्यही भनेको छ। मैले यो रातो मार्क लगाएकोमा, यो रातो लाइन दिएकोमा चाहिँ त्यहाँ मान्छेको नाम थियो कि यो कसैको हो होइन। त्यही भएर उहाँको नाम लिक नगरौँ, पब्लिक नगरौँ भनेर मैले प्राइभेसीको लागि चाहिँ यो रातो लगाएको। अनि यो चाहिँ किन यस्तो भनेको छ त होइन, तिम्रो प्रोफाइलमा चाहिँ केही समस्या छ होइन भनिरहेछ होइन। यो थाहा पाउनुको लागि चाहिँ यहीँनिर क्लिक गर्ने होइन, यहीँ इस्यु भनेकोमै, यो प्रोफाइल भनेकोमै क्लिक गर्ने। त्यहाँ क्लिक गरेपछि यस्तो हुन्छ, यस्तो देखाउँछ होइन, यस्तो देखाउँछ। यहाँनिर यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। अरू अग्रङ बग्रङ कतै नहेरिकन यहाँ पढ्यो भने अलिअलि बुझिन्छ। यु क्यान नट अर्निङ मनी फ्रम द सब्सक्रिप्सन एट द मोमेन्ट भनेको छ। अनि तल्लोमा वाइ दिस ह्यापन्स भनेको छ, यो किन यस्तो भयो होइन। तिमीले चाहिँ यो अब यति भनेपछि हामीले बुझ्यो कि तिमीले चाहिँ सब्सक्रिप्सनबाट चाहिँ पैसा कमाउनु सक्दैन भनेर भनेको रहेछ है, भन्ने कुरा बुझ्यो है होइन। अब हामीले के गर्नु त भन्दाखेरि यहाँ पनि भनिरहेछ यहाँ होइन, यहाँ भनिरहेछ। अब यहाँ रुल्समा, कानुन नियममा के छ त होइन, त्यहाँ क्लिक गरेर थाहा पाउन सकिन्छ। अब मैले यो चाहिँ यो किन यस्तो लगाएको भन्दाखेरि यो पनि नाम त्यहाँ मान्छेको प्रोफाइलको नाम आइरहेको थियो, त्यही भएर मैले मेटाएको हो। ल साथीहरू, अब चाहिँ हामीले सी रुल्समा क्लिक गरिसक्यौँ होइन। रुल्समा अब के भन्छ त भन्दाखेरि होइन, यहाँनिर हेर्नु है, यहाँ माथि सुरुमा पार्टनर मोनिटाइजेसन पोलिसी भनेको छ। अनि तल्लो यो ठुलो अक्षरमा होइन, यसमा चाहिँ के भन्छ, यो इनइजिलेबल कन्ट्री भन्छ है होइन। त्यो भनेको चाहिँ के त भन्दाखेरि त्यहाँनिर त्यो देशमा चाहिँ जसको यो प्रोफाइल हो त्यो बसेको उसको भएको देशमा चाहिँ कन्टेन्ट मोनिटाइज के अरे यो सब्सक्रिप्सनबाट, अन्त यो पार्टनर पोलिसीको त्यो पैसा चाहिँ आउँदैन अथवा मान्यता छैन भनेको यहाँ छोटकरीमा बुझौँ होइन। अहिले म मिश्रित रूपमा छर्लङ्गै गरी भन्छु लास्टमा। यो दुईवटा हेर्नु है, यहाँनिर पनि त्यही भनेको छ होइन। अब यो सब्सक्रिप्सन यहाँनिर क्लिक गरेर हेऱ्यो भने अझै यहाँ रिड इन द फुल भनेको छ होइन, के भनेको छ भन्ने कुरा त्यहाँ सबै थाहा पाइन्छ होइन। अब त्यति हेरिसकेपछि तपाईँहरूलाई लगभग के समस्या रहेछ भन्ने कुरा थाहा भइसक्यो होइन। त्यहाँ तपाईँहरूले अब प्रोफेसनल ड्यासबोर्डमा गएर यहाँ मोनिटाइजेसनमा पल्लो छेउ मोनिटाइजेसनमा क्लिक गरेपछि अनि यस्तो इन्टरफेस खुल्छ। अनि त्यहाँ पनि देख्न सक्नुहुन्छ तपाईँहरूले तपाईँको अर्निङ टुल्सहरू चाहिँ सबै देख्न सक्नुहुन्छ। त्यसमध्येमा यो सब्सक्रिप्सनको हेर्न सक्नुहुन्छ, यो लोगो पाना आकारको पाना लोगो भएको यहाँ हेर्नुहोस्, तपाईँको चाहिँ सब्सक्रिप्सन लिमिटमा राख्दैछ है, त्यहाँबाट चाहिँ लिमिटमा राख्दैछ। यो चाहिँ अब किन त्यो योर प्रोफाइल ह्याज सम इस्यु भनेर देखायो भन्ने कुरा थाहा भयो, तर के कारणले चाहिँ यस्तो सब्सक्रिप्सनबाट चाहिँ पैसा आउँदैन भन्ने कुरा चाहिँ अब म मिश्रित रूपमा बताउँछु। योर प्रोफाइल ह्याज सम इस्यु भनेपछि चाहिँ किन त्यसो भन्यो त, तिम्रो किन समस्या छ भन्दाखेरि अब हामीले अघि नै थाहा भइहाल्यौँ होइन। सब्सक्रिप्सनबाट चाहिँ पैसा कमाउनु नसक्ने रहेछ भन्दाखेरि चाहिँ त्यो चाहिँ किनभने स्थानीय कानुन अनुसारले हुन्छ, अथवा देशमा अब धेरै देशहरूमा आफ्नै कानुनहरू छ कि यो फेसबुक सम्बन्धी। त्यही भएर सिधा भाषामा भन्नुपर्दाखेरि नेपालमा चाहिँ यो सब्सक्रिप्सनको मान्यता छैन। पहिला जस्तै कन्टेन्ट मोनिटाइजको पनि थिएन नि त होइन, मात्रै त्यो स्टारको मात्रै थियो होइन। त्यो भएर अहिले पहिला त्यो जस्तो कन्टेन्ट मोनिटाइजको मान्यता थिएन,
त्यस्तै सब्सक्रिप्सनको पनि अहिलेसम्म नेपालमा चाहिँ इजिलेबल छैन, इनइजिलेबल छ। त्यही भएर इनइजिलेबल कन्ट्री भनेर त्यहाँ अघि हामीले देखिहाल्यौँ होइन। त्यो चाहिँ कसरी हुन्छ भनेपछि जस्तै अहिले म मलेसियामा बसेको छु, मलेसियामा मैले चलाइरहेको छु होइन, मलेसियामा चलाइरहेको छु, अथवा तपाईँहरू जो कोही पनि विदेशमा बसेर नेपालभन्दा अरू देशमा जुन जुन देशमा चाहिँ सब्सक्रिप्सनको चाहिँ इजिलेबल छ नि अथवा मान्यता छ नि सब्सक्रिप्सनको, त्यो देशमा बसेर तपाईँहरूले फेसबुक चलाउँदै हुनुहुन्छ, कन्टेन्ट मोनेटाइजको लागि काम गर्दै हुनुहुन्छ भनेपछि तपाईँहरूकोमा सब्सक्रिप्सन एलाउड हुन्छ अथवा मान्यता हुन्छ होइन। तर पछि गएर के हुन्छ भन्दाखेरि तपाईँले जब चाहिँ पे आउट सेटअप गर्ने बेलामा तपाईँले नेपालको पे आउट सेटअप गर्नुहुन्छ नि, तब त्यो फेसबुकले ठान्छ कि यो त नेपालको हाल्यो यसले पे आउट सेटअप, नेपालमा त मान्यता छैन भनेपछि हो यस्तरी सम योर प्रोफाइल लोस्ट सम मोनेटाइजेसन टुल्स भनेर यस्तो भन्छ कि कुनै तिमीले पैसा कमाउने एउटा टुल्स चाहिँ गुमायौ, तिम्रो फेसबुकले चाहिँ तिम्रो आइडीले चाहिँ यो फलानाबाट पैसा कमाउनु सक्दैन भन्दै यस्तै सम इस्यु होइन, सम लिमिट यस्तै भनेर आउँछ क्या त्यहाँनिर। त्यही भएर यो चाहिँ तपाईँको गल्ती होइन, त्यो तपाईँको के भन्ने यो लोकेसनहरू परिवर्तन हुँदाखेरि पनि त्यस्तो हुन्छ। तर जब तपाईँ नेपालमै बसेर पनि विदेशको खाता भर्नुहुन्छ भनेदेखि होइन, अथवा इजिलेबल कन्ट्रीको एकाउन्ट सेटअप गर्नुहुन्छ भने, पे आउट सेटअप गर्नुहुन्छ भने चाहिँ त्यसमा त्यो सब्सक्रिप्सनको समस्या, त्यो इस्यु देखाउँदैन होइन। यो पनि समस्या त होइन, तपाईँहरूलाई त्यो जानकारी मात्रै दिएको हो। तर यो जबसम्म तपाईँको त्यो येलो लाइन बस्छ नि, येलो लाइन रेड लाइन बस्छ नि, तबसम्म त्यसले असर गर्ने भनेको चाहिँ तपाईँको रियाज कम आउने, भ्युज कम आउने, इङ्गेजमेन्ट कम आउने त्यस्तो चाहिँ हुन्छ। मतलब तपाईँको कन्टेन्ट धेरै दर्शकहरूसम्म पुर्याउँदैन फेसबुकको एल्गोरिदमले, त्यति बुझ्नुहोस्। र अर्निङ पैसा पनि घट्ने, पैसा पनि कम कमाइ हुने हुन्छ है। ल यति भनेपछि तपाईँहरूले पक्कै बुझ्नुभयो होला। भिडियो धेरै लामो भयो, पुरा भिडियो हेर्नुभयो भने तपाईँको फलिफाप हुनेछ। ल थ्याङ्क यू सो मच।